परमेश्वरको वचन हामीले हेर्दैछ होला होइन। यहाँनिर हामी यर्मिया कहाँनिर अरे यर्मिया चाहिँ कुन चाहिँ नयाँमा छ कि पुरानोमा छ? पुरानो नियममा होइन। यर्मियाको पुस्तकमा यर्मिया 1:5 पढ्दा म पढ्दैछु ल। यर्मिया 1:5 मैले तँलाई गर्भमा रच्नभन्दा अघि नै तँलाई चिनिसकेको थिएँ, त जन्मनभन्दा अघि नै मैले तँलाई अलग गरेँ, मैले तँलाई जाति जातिहरूका निम्ति एक अगमवक्ता नियुक्त गरेँ। आज यर्मियालाई जसरी परमेश्वरले आज के भन्नुभएको छ, मैले तँलाई गर्भमा रच्नभन्दा अघि नै चाहिँ परमेश्वरले चाहिँ के गरिसकेको थियो, चिनिसकेको थियो, बुझ्यो? त्यसै नै तिमीहरू सबैजनालाई तिमीहरूको आमाको गर्भमा रच्नभन्दा अघि चाहिँ परमेश्वरले के गरिसक्नु भएको थियो, चिनिसक्नु भएको थियो, अलग गरिसक्नु भएको थियो, बुझ्यो? तिमीहरू जन्म दिने के भन्छ बाउ आमा तिमीहरूको घरमै भए तापनि तर तिमीहरूको आत्मिक पिता चाहिँ को हुनुहुन्छ? को हुनुहुन्छ? उबे परमेश्वर हुनुहुन्छ, बुझ्यो? अनि चाहिँ आज तिमीहरूले चाहिँ परमेश्वरलाई के गर्नुपर्छ? के गर्नुपर्छ? परमेश्वरलाई प्रशंसा दिनुपर्छ होइन। प्रभुले भन्नुभएको आज्ञामा के गर्नुपर्छ? जिउनुपर्छ, बुझ्यो? जस्तै अब तिमीहरू एभ्री सन्डे चर्च जान्छौ होइन, अरू बेला सिंहहरू जान्छ। अनि चाहिँ यहाँनिर अझै के भन्दैछ, मैले तँलाई जाति जातिहरूका निम्ति एक अगमवक्ता युक्त गरेँ भनेको छ, बुझ्यो? तिमीहरू हरेक एकजनालाई चाहिँ परमेश्वरले एक योजनामा चाहिँ के गर्नुभएको छ, चुन्नु भएको छ, बुझ्यो? सृष्टि यता क्रिस्टिना, अनु, एडिना, ज्यास्मिन, एन्जल, निर्जला, ओबेद, अनि रेहन, अल्बर्ट, एड्रिन, कार्ला, एग्निस, अनि प्रज्वल, एलिमा। सुन्दैछ? परमेश्वरले चाहिँ तिमीहरू एकजनालाई चाहिँ हरेक योजनामा के गर्नुभएको छ, रच्नु भएको छ, बनाउनु भएको छ तिमीहरूको आमाको गर्भमा, बुझ्यो? त्यही कारणले गर्दाखेरि तिमीहरूले चाहिँ आज आफ्नो बाउ आमाको कुरा मात्रै नसुनेर चाहिँ हामीले के को कसको कुरा सुन्नुपर्ने रहेछ? परमेश्वरको कुरा सुन्नुपर्छ। परमेश्वरको कुरा चाहिँ के हो? यही हो बाइबलको वचन। यो बाइबलको वचनमा जे भनेको छ हामीले त्यही सुन्नुपर्छ, बुझ्दैछ? हामीले ढाँट्नु हुँदैन, चोर्नु हुँदैन, हामीले छल्नु हुँदैन, झगडा पर्नु हुँदैन, एकअर्कामा हामीले नराम्रो भन्नु हुँदैन, बुझ्यो? बाउ आमाको हामीले के गर्नुपर्छ? आज्ञा पालन गर्नुपर्छ, बुझ्यो? अनि चाहिँ तिमीहरू सेवाकायमा आउनुको लागि के गर्नु हुँदैन? अल्छी मान्नु हुँदैन। यो बाइबल वचनलाई हामीले पढ्नुपर्छ। यता सुन है, बुझ्यो? तिमीहरूको आमाको गर्भमा रच्नभन्दा अघि चाहिँ कसले चिनिसक्नु भएको थियो रहेछ? परमेश्वरले। त्यही कारणले गर्दाखेरि तिमीहरू कसको छोराछोरी हो? परमेश्वरको। हरेकको निम्ति परमेश्वरले के राख्नु भएको छ? योजना राख्नु भएको छ, बुझ्यो? अनि हरेकलाई एक योजना अनुसार चाहिँ यो संसारमा परमेश्वरले के गराउनु भएको छ? तिमीहरूलाई आमाको गर्भमा पठाउनु भयो, बुझ्यो? आमाको गर्भमा त्यसै आएको होइन, उहाँको योजना भएको, उहाँको इच्छा भएको कारणले गर्दा तिमीहरू आफ्नो आमाको गर्भमा आयो। अनि आमाको गर्भमा 9-10 महिनासम्म चाहिँ तिमीहरू बस्नु पायो। त्यहाँदेखि संसारमा जन्म लिएको छौ, बुझ्यो? तिमीले संसारको कुरालाई लिएर, संसारको ज्ञानलाई लिएर मात्रै त्यति मात्रै काफी छैन। किनभने हामी के हो? हामी के हो? हामी क्रिस्चियन हौ, वी आर क्रिस्चियन हो होइन, हामी ख्रिस्टको छोराछोरी हौ। अनि त्यही कारणले गर्दाखेरि हामी चाहिँ संसारको पढाइ र संसारको कुराहरूमा मात्रै रहेर काफी छैन। तर हामी चाहिँ आफ्नो तिमीहरूको पढाइमा पनि फोकस गर्नुपर्छ। तर यो बाइबललाई पनि हामीले के गर्नुपर्छ? ध्यान दिनुपर्छ अहिले सानैदेखिको। किनभने पछि ठुलो भएर यही वचन अनुसार जिउनु पर्ने, बुझ्दैछ? तिमीहरू चाहिँ कसको छोराछोरी अरे? परमेश्वरको। यो कुरा थाहा गर्नुपर्छ ल। अनि तिमीहरू आफ्नो पढाइमा पनि एकदमै राम्रोसँगले पढ्नु, अनि प्लस वचनको आज्ञामा पनि जिउनु। जस्तै सन्डे स्कुलमा पढ्दैछ होइन, हरेक वचन पढेर नै त्यहाँनिर तिमीहरूले वर्क गरिरहेको छौ स्कुलको जस्तै, बुझ्दैछ?
त्यो सबै कुरा चाहिँ तिमीले जबसम्म संसारमा तिमीहरू रहन्छौ नि, मान्छे मर्छ कि मर्दैन? एक दिन त मर्छ नि होइन। त्यतिसम्म बाँचुन्जेलसम्म चाहिँ आज हामीलाई यो परमेश्वरको वचनको के छ वचनको खाँचो छ। बोल न, खाँचो छ, बुझ्यो? यसमा हामी जिउनुपर्छ, किनभने हामी परमेश्वरको छोराछोरी। एक दिन हामी कहाँ जानुपर्छ? एक दिन हामी कहाँ जानुपर्छ? स्वर्गीय जानुपर्छ, स्वर्गीयमा परमेश्वरलाई भेट्नको लागि होइन। अनि चाहिँ स्वर्गीयमा जानका लागि चाहिँ हामीलाई चाहिँ यो वचनको खाँचो छ। तिमीहरूको स्कुलमा पढेकोले त्यसले चाहिँ हामी स्वर्गीय जानु सक्दैनौ नि फेरि, बुझ्यो? स्कुलको चाहिँ तिमीहरूले जति पनि पढ्दैछौ राम्रो फोकस दिनु, राम्रोसँगले पढ्नु होइन। पछि ठुलो ठुलो तिमीहरू मान्छे हुनु होइन, राम्रो हुनु। अनि प्लस तिमीहरू त्यसको साथसाथै यो परमेश्वरको वचनमा पनि ध्यान दिनुपर्छ, किनभने हामी के अरे परमेश्वरको छोराछोरी हो, हामी विश्वासी हो, हामी क्रिस्चियन हो। अनि हामीले बाइबलको कुरालाई पनि हामीले सानैदेखि लिनुपर्छ, किनभने पछि गएर तिमीले चाहिँ लिन्छौ भने यो दिमागमा त्यति बस्नु सक्दैन। बुझ्दैछ? सुन्यो? हामी कसको छोराछोरी हो? परमेश्वरको छोराछोरी। आमाको गर्भमा आउनभन्दा अघि नै कसले चिनिसक्नु भएको थियो अरे? परमेश्वरले। आमाको गर्भमा आउनभन्दा रच्नभन्दा अघि नै परमेश्वरले तिमीहरू एक एकजनालाई चिनिसकेको थियो, बुझ्यो? त्यही कारणले गर्दाखेरि तिमीहरू कहिले पनि, अस्ति हामीले पढिरहेको थियौँ, हामी कहिले एक्लै हुँदो रहेछौँ? हुँदैन। हाम्रो साथमा जहिले पनि को हुनुहुन्छ? परमेश्वर, बुझ्यो? ल सुन्दैछ नानीहरू? तिमीहरू जसरी यसरी हुर्किँदै बढ्दैछौ त्यसरी परमेश्वरको वचनमा हुर्किने सधैँ। ल घरमा वचन पढ्नु, राम्रोसँगले प्रार्थना गर्नु, आफ्नो आमा बाउसँग जस्तो गफ गर्छौ त्यसैले परमेश्वरसँग हामी गफ गर्नु छ। हाम्रो परमेश्वर चाहिँ को हुनुहुन्छ अरे? हाम्रो पिता हुनुहुन्छ। ल सुन्यो? ल यति नै। ल